हेलो गुड मर्निङ सबैजनालाई। म चाहिँ आज कति दिन बाद चाहिँ युट्युब भ्लग गर्दैछु अनि आज चाहिँ हाम्रो घरमा चाहिँ धेरै पाहुना आउनु भएको छ। हेर्नुहोस् यहाँ चाहिँ कसैको बिहा कसैको व्रत कसैको केही होइन होइन त्यस्तै हो। यो त घरकै लागि सब्जी केलाउने 5 जना भनेपछि बुझिहाल्नु होला आज चाहिँ कस्तो खानु रहेछ भनेर। कस्तो हुँदैछ खानपिन हाम्रो दिदीको स्टाफ सबजना हेलो भनिदिनु। कृष्ण दी, माया दी, कविता दी म चाहिँ भर्खर उठेको, उहाँहरू चाहिँ 6 बजी उठ्नु भएको। अनि यता चाहिँ हुनुहुन्छ अब साथीहरू एकदम खुसी हो। हाम्रोमा चाहिँ के पाक्दो रहेछ भन्दा भर्खर थाहा पाएको मैले पनि खिर पाक्दो रहेछ भर्खर देखेको। आजकल एक्सपर्ट हुन्छ सबैजना। चैते दही स्पेसल चाहिँ खिर छ यहाँ। लसुन र सुन चाहिँ बराबर महँगो रहेछ है। यो चाहिँ हाम्रो होमस्टे हो। अन्त हाम्रो चाहिँ फर्स्ट टुरिस्टहरू चाहिँ यहाँ हुनुहुन्छ 3 जना होइन। एकजना टुरिस्ट चाहिँ सुतिराख्नु भएको छ। अन्त एकजना टुरिस्ट चाहिँ हामीलाई किचनमा हेल्प गर्नु हुँदैछ पर हो। अन्त टुरिस्टहरूलाई त मजा आइरहेको छ अरे। कस्तो फिल भयो तपाईँलाई? तपाईँहरू पनि भिजिट गर्नु सक्नुहुन्छ। यो चाहिँ हाम्रो सानो होमस्टेमा यहाँ हाम्रो टुरिस्टहरू चाहिँ गफ गर्नु हुँदैछ हो। अनि हाम्रो घरमा कस्तो दामी अर्किड फुलिरहेछ अस्ति। खिर अलमोस्ट पाकिसकेको छ। अब चाहिँ मुन्टाको सब्जी मात्रै पाक्नु छ होइन। खिर पाक्दैछ हो। यहाँ चाहिँ सिमीको सब्जी पाक्दैछ। बाबा चाहिँ मेरो लागि ब्रस लिन जानु भएको छ। मैले दाँत मलेको छुइनँ, दाँत नमली पकाउँदैछु। यो चाहिँ कोइलाले मात्रै पाक्ने अङ्गेटी हो होइन। यसमा चाहिँ सब्जी बसाएको छ। कोइलामा मात्रै पनि हेर्नुहोस् यति मजाले पाकिरहेछ। खिर चाहिँ अब अलमोस्ट पाक्यो। लोकल टुरिस्टले चाहिँ हाम्रो यहाँ फुल सब सखा पारे। म चाहिँ ओछ्यान मिलाउँछु, ओछ्यान चाहिँ मिलाएको छुइनँ। गेस्टहरूले माम खानु हुँदैछ। पनिर त कम्पनीले नै खै मेरो माम चाहिँ कमलादी। त्यसो भने बाई बाई। कोही छैन अनलाइन। बाई बाई। हामी पनि काम गर्दैछौँ। हामी यहीँ लक्ष्मीमा पारेर गर्नुपर्छ नि। मलाई पनि दिएन कानको एकैवटा लाउनु। कस्तो दामी एकछिन दिनु न, एकछिन दिनु न। भिडियो बनाऊ मलाई बहिनीले बर्थडे गिफ्ट दिएको। के हो अन्त पिरिस लाउँदैछ त हो पिरिस। सैया गर्ने चाहिँ यिनीहरू नै है गाइसहरू। जब भन्दा ह्याट्रिक सैया त सिलाएको छ नि बिचारा। आज सुनिता चाहिँ राम्री भनेर डुल्ने अरे तारे भिरमा लान्छ होला कसले। म गर्छु अन्त यो गरिदियो भरे सुनिता हराइने छैन अनि त बिहा गर्ने बिग्रियो। आइलाइनर लाएर ढलमक्क लाएर गएको भए पो है। हामी चाहिँ निस्किन आँटेको। त्यो सुरुवाल लामा सुरुवाल त्यो हो। अब निस्किन्छौँ, तारेभिर घुम्छौँ, दिदीको स्टाफहरूलाई तारेभिर घुमाउँछौँ। अन्त चाहिँ हाम्रो बाबा अहिले त बाबा अलिक बिसन्चो छ नि त है बाबा।
बाबाको चाहिँ अनि मुसले सुनिसेर बाबाको चाहिँ नाकबाट खुन गएको नाक्री फुटेको अन्त चाहिँ बिमारी बाउ हो अब यत्तिकै भइबस्यो भने चाहिँ हस्पिटल जानुपर्छ भनेर भनिरहेको छौँ मैले चाहिँ आज आइलाइनर लगाएको छु कस्तो देखिरह मलाई आज कस्तो देख्यो भनिदिनु न आँखा भनिदिनु न आँखा कस्तो देख्यो ओभर फ्ल्याट देखेँ अरे मलाई चाहिँ बाबाले म चाहिँ हतपत लाउँदिनँ किनभने जान्दिनँ पनि नि त मेरो फोन कोन त तैँले भेटिरहेको थिएँ कता होला भित्रतिर हामीले चाहिँ अन्त अब जाने तर्खर गऱ्यौँ हो सबैजना यति राम्री राम्री यहाँ हेर्नुहोस् मोटी भएको छ यो चाहिँ डर हुन्छ मलाई चाहिँ घरबाट दुध होइन लसुन हल्दी सब थोक हालिदिनु भएको छ अनि हियर इज आवर ब्युटिफुल लेडिज अघि बिहान कसै थियो अहिले कस्तो छ हेरिहाल्नुहोस् सबैजना कति राम्रो राम्रो देखेको म त सेतो हो कि सेतो आएको हौ कति राम्रो खै तपाईँ यता आउनु न ए यो कसको तर मलाई त्यस्तो नसकेको छ हेर्नुहोस् कृष्णदी से हेलो हेलो सिङ्गल लाइफको कृष्णदीको ब्रेकअप चाहिँ मैले गराएको कृष्णदीको ब्रेकअपको पनि लामो कहानी छ कुनै दिन भनौँला अब फेरि जोक्स हो कि बा औरत केटाकेटी जुम्बा भने राति भने बिचारा अब हामी निस्किनु आँटेको सानो भाइ पनि गएको गान्तोक मानिसहरूले चाहिँ आमै गएको गाइस टाटा बाबा आमा टाटा रानु मुम्बई किरा लु गएको है अब चाहिँ हामी तारेभिर एकछिन घुम्छौँ पाहुनालाई तारेभिर घुमाइराख्छु अन्त त्यहाँबाट चाहिँ जान्छु हरेस लाग्छ जानु मन लाग्दैन के गर्नु नो पठाउँदिन ला जुत्ता त हातै छ त सिला उयो मेरो ब्याग खाली हो सिला लाउनु लाग्यो उयो माथि लाउने नि त गएको अब घर आएपछि जानै मन लाग्दैन के गर्नु जानै पर्छ ड्युटी छुट्टी छैन यो टारबारीमा चाहिँ काम गरेर कहिले मेलै नसर्ने बारी हो हामी काट्नु लाग्यो हामी चाहिँ पिपल डाँडा आइपुग्यौँ के गर्नु तर पिपल भन्ने छैन पहिला थियो होला नि पिपल यति बेसी गरम भयो कि कम्पनीले चाहिँ हाम्रो बानी हराएछ हिँड्ने तारेभिर चाहिँ पुग्नु सकिएन यहाँ बाटोमै यसरी होल्ड बेग कम्ती भएको पसिनाले च्याप च्याप ल्याउनु त कत्रो किनेको स्प्राइट चाहिँ खै ल्याउनु खाइहालौँ ल ल खाना बिग्रिन्छ नि त खाइनुहोस् त आज आइसक्रिम अफर गर्नुहुने चाहिँ ऊ पर कता हौ पेप्सी सुसिरहेको छ बाटो
शुक्रबार आइपुग्यो अब हाम्रो एक टर्निङमा चाहिँ तारेभिर वेलकम ब्याक टु तारेभिर हुन्छ है तारेभिरमा त हामी त नरहने तु तारको तुरुक आइसक्रिम खाँदै बिहान सिलुको ब्याग चाहिँ फुल ग्राउन्ड हो 15 अगस्तहरू यहीँ हुन्छ हाम्रो कति बेसी मेमोरिज छ हौ माथि ग्यालेरीतिरको हाम्रो यहाँतिरको चाहिँ कति बेसी मेमोरिज छ मलाई पनि त गडबड खानु पर्यो तर स्प्राइट होइन यो त एकदमै एन्जेलिया फल्छ यहाँ माथि चाहिँ यति स्याटिस एन्जेलिया फुलिरहेछ हामी चाहिँ तारेभिर चाहिँ सर्टकट आयो किनभने चाहिँ लङकट आयो भने चाहिँ टिकट लिन्छ भनेर हामीले चाहिँ लिँदैन हामी चाहिँ लोकल होइन तारेभिरमा चाहिँ दामी दामी होमस्टेहरू छ तपाईँहरू आएर स्टे गर्नु सक्नुहुनेछ द्याट इज आवर टुडेज गेस्ट होइन अन्त मैले चाहिँ हल्का मेकअप गरेको पनि सक्यो आँखा चाहिँ गरेको छु नि त आँखा मेकअप आज त मलाई याद चाहिँ तारेभिरमा चाहिँ भक्कु मान्छे हुन्छ किनभने रामनवमीको दिन चाहिँ जहिले पनि त्यस्तो पहिला हामी ला तारेभिर डढेर डर लाग्यो मलाई रिङ्गा पुरा डढेर लाग्छ तारेभिर चाहिँ कहाँ म त खिच्दिनँ है त्यो चौताराले ओह्रालो जस्तो छैन त्यहाँ चाहिँ हिँडेर अर्कै खालको बाटो छ हामी कहाँसम्म पुग्थ्यो म चाहिँ उता गइन केटीहरू कालै भएछ तारेभिर त यहाँ चाहिँ यति मिठो हावा आउँछ कि हामी रम्फू सिन्ताम बस्नेहरूलाई चाहिँ यहाँ भनेको चाहिँ स्वर्गीय हो खालि त्यही हेर्दैछ अघिदेखिको हामीले तारेभिरमा चाहिँ टन्नै फोटो खिच्यौँ अब चाहिँ निस्किनुपर्छ किनभने चाहिँ टाइम पनि 1 बजिसकेको छ मैले तारेभिरको भ्लग चाहिँ कति गर्नु वाक्कै लाग्दो बेसी नै छ भनेर चाहिँ नगरेको मजा आयो हामीले कति बेसी भिडियोहरू बनायो यो ग्रुपसँग चाहिँ मलाई पुरा मजा आयो मैले कति दामी दामी भिडियो सैया भन्ने भिडियो पनि बनाएको छ डु वाच भुझोला बोकेर तारेभिर घुम्ने चाहिँ फर्स्ट टाइम होला अब चाहिँ हामी तारेभिरबाट निस्केको पानी पर्नु आँट्यो अन्धकार भयो गाडी पाउनु चाहिँ पाउँदैन याद छैन रिल्स बनाउने र फोटो खिच्नेले चाहिँ ढिलो गर्यो हामीलाई दिनभरि आउने र फोटो खिच्नु रिल्स बनाउनु होइन होइन यस्तो गाडीमा छ मेरो चाहिँ यतापट्टि हुनुहुन्छ सोफा सिट मजा आइरहेको छु सोफामा बसेर म पनि सोफामै छु लुती हुनु नि यतिको फाइदा हुन्छ सोफामा राखिहाल्छु म चाहिँ रुम आइपुगिसकेँ होइन अनि फ्रेसेस भएँ मलाई शान्ति भयो भन्ज्याङमा चाहिँ पानी पर्नु आँटेको थियो कस्तो जाडो भएको फेरि उहाँनिर नामथाङ ओह्रालो क्रस गरेपछि चाहिँ आमा गरम पुरा फ्यान चलाउने भइरहेको छ आजको मेरो भ्लग चाहिँ म यहाँ एन्ड गर्छु तपाईँले यहाँसम्म हेरिदिनु भएको छ भने एकदमै धेरै थ्याङ्क यू